प्याज त खस्यो त पानीमा मसला कुट्ने रहेछ। कस्तो राम्रो सामान है यो दाजु तिमी त। लसुन लसुन धनियाँ कस्तो हेर्दै खामखाम जस्तो लागिसक्यो त मलाई। यो दही होइन ए यता आलु रहेछ। आलु पोडाउँदै हुनुहुन्छ त। च्याउ अनि दही राख्नुभयो। अब के गर्नुहुन्छ त। यो पत्ता काटेर अझै अन्डा पनि राख्ने रहेछ माथिबाट। वाउ कस्तो मिठो होला त हौ खानु पाए त। मेरो त मुखबाट पानी आइसक्यो त हौ। यो फेरि के रहेछ त हौ प्याकेटको। यो त मुला होइन र भने होइन होला। मुला स्टाइलकै मतलब अर्थक नै केही नै होला नि त। मुला चाहिँ होइन क्या। यो के हो सुकेको पाउरोटी होइन र भने। यस्तो नि खाने रहेछ त। मुला भनेको त पिङ्क कलर भइसक्यो त होइन छ मुला त। सामान पनि कति धेरै लिएर गएको रहेछ त नि। वाउ फेरि मासु काटिस्यो त। कति मसिनो बनाएको। यो होइन के को पात पो हो त यो त। गाजर गाजर नि कति राम्रो हो। हेर्दै खामखाम भइस्यो मलाई त। छ्या कस्तो आइटमले बनाइस्यो अब त नि। फेरि अन्डा हालिस्यो त दाजु। करेला करेलामा मसला भरेर पकाउन खोजेको रहेछ। पेस्ट ढुङ्गा पखालेर मसला तावा बनाइस्यो रहेछ। कस्तो जुगाड गर्न जान्छ हौ खुर्सानी। वाउ अब चाहिँ के गर्ने रहेछ हेरौँ है त। त्यो मकै पनि खाने रहेछ। मकैको के बनाउने रहेछ त। मकैको नि पेस्ट बनाएर त्यही राख्ने रहेछ कि के छ। फेरि लसुन छिल्नु भयो त। कति धेरै चाहिँदो रहेछ त नि मसलाहरू। लसुन अदुवा खुर्सानी मिठो होला जस्तो छ है त। अनि हजुरहरूले पनि यस्तै बनाएर खानु है त। विचार गर्नु कस्तो हुन्छ रहेछ। फेरि पियाज काट्नु भयो त। वा पाइनएप्पल गुदी निकाल्नु भइसक्यो त नखाएर। के गर्न खोजिरहेको रहेछ। फेरि अन्डा हाल्नु भयो फेरि अन्डा पकाउनु भयो। भात होइन अनि भात हो कि के हो यो। खै के बनाउनु खोज्नु भयो के बनाउनु खोज्नु भयो। म त अलमलमै परेँ त हौ। हजुरहरूले बुझ्नु भएको छ भने